तपाईहरु आफ्नो फोनमा पहिलेको भन्दा 2 गुणा चाँडो आफ्नो फोनको ब्याट्री चार्ज गर्न चाहनुहुन्छ भने त्यसका लागि चाहिँ यो स्टेपहरु फलो गर्नु होला। अनि यो स्टेपहरु चाहिँ कुन हुन् जान्नका लागि चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्न पर्ने हुनेछ हैन। अब ढिला नगरी विषयवस्तुतर्फ जाउँ। तपाईले कुन स्टेप फलो गर्नुभयो भने चाहिँ तपाईको फोनमा ब्याट्री 2 गुणा चाँडो पहिलेको भन्दा फास्ट चार्ज हुन्छ। आउनुहोस् ढिला नगरिकन अब भिडियोतर्फ अगाडि बढौँ। सुरुमा तपाईले आफ्नो फोनमा ब्याकग्राउन्डमा चलिरहेको एप्सहरुलाई सबैलाई क्लोज गर्नु होला। त्यसपछि चाहिँ तपाईले आफ्नो फोनमा ब्लुटुथ अन छ कि अफ छ चेक गर्नु होला। अन भए ब्लुटुथलाई अफ गर्नु होला। अर्को चाहिँ तपाईले आफ्नो मोबाइल चार्ज गर्नु भन्दा अगाडि वाइफाई लाई अफ गर्नु होला। अनि त्यसपछि चाहिँ केही समयको लागि चाहिँ तपाईको फोनमा कसैको फोनहरु आउँदैन केही आउँदैन भने तपाईले आफ्नो फोनमा फ्लाइट मोडलाई अन गर्न सक्नुहुन्छ। फ्लाइट मोड अन गरेर राख्नु होला। अनि त्यसपछि तपाईको मोबाइलमा लोकेसन अन छ कि छैन चेक गर्नु होला। यदि लोकेसन अन छ भने त्यसलाई अफ गर्नु होला। यति स्टेपहरु चाहिँ तपाईले फलो गरेर आफ्नो मोबाइललाई चार्जमा राख्नुहुन्छ भने चाहिँ अब चाहिँ तपाईको फोन चाहिँ पहिलेको भन्दा 2 गुणा चाँडो फास्ट हुनेछ है। तपाईलाई मेरो यो सानो जानकारी कस्तो लाग्यो? कृपया भिडियो राम्रो लागेमा राम्रो प्रतिक्रिया दिई भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु होला। अनि यस्तै थप नयाँ जानकारीका लागि चाहिँ मलाई फेसबुकमा फलो गर्नु होला। अनि मेरो युट्युब च्यानल पनि सब्स्क्राइब गरिदिनु होला। हस् धन्यवाद।